चाहिँ लोनमा भएको भएर अहिले क्लोजिङको टाइम पनि छ सर त्यसको भएर चाहिँ लोन भएको भएर चाहिँ मैले चाहिँ बेच्न लाग्यो मात्र आनाको 10 लाखदेखि सुरु त्यो पनि भक्तपुरको सुडालमा नमस्कार यहाँलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा मेरो नाम प्रेममत आज तपाईलाई यस्तो जग्गा देखाउँदैछु कि जग्गादारलाई एकदमै समस्या परेको हुँदा पैसाको खाँचो परेको हुँदा इमर्जेन्सी बिक्रीमा राख्नु भएको छ पाँचवटा टुकुरा रहेको छ एउटा टुकुरा सुरुमा लिनेलाई एकदमै मिलाएर दिन्दैछु भन्नुभएको छ अब तपाईलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिने नै छु यहाँ हाम्रो दिदीसँग पनि सम्पूर्ण जानकारी लिनेछु है त नमस्कार दिदीज्यू आरामै हुनुहुन्छ अब हाम्रो यति धेरै जग्गा छ पाँचवटा टुकुरा हजुरले के कारणले बिक्री गर्न लाग्नु भयो म चाहिँ लोनमा भएको भएर अहिले क्लोजिङको टाइम पनि छ सर त्यसको भएर चाहिँ लोन भएको भएर चाहिँ मैले चाहिँ बेच्न लाग्यो सर बेच्न लाग्नु भयो सुरुमा आउने एकजनाले एउटा टुकुरा लिँदै गर्दा एकदम मिलाएर दिनु सर कति राख्नु भएको छ आनाको मैले आनाको यसलाई यो 10 आनालाई यहाँनिरलाई 13 राखिदिएको छु हजुर 20 फुटे बाटो छ सर मिनिमम देखि म्याक्सिमम भनिदिनुस् न शॉर्टकटमा 15 देखिबाट 10 देखि 15 सम्मको 10 देखि 15 लाख सम्म त्यो हाइवे बाटो नगरकोट जाने हाइवे बाटोको जग्गा जम्मा 15 लाख 15 मा राखिदिएको छु आनाको 15 दिँदै हुनुहुन्छ है अब यो पनि यस्तो राम्रो 20 फुटे बाटो टच छ अगाडिसम्म त ढलान छ है छ सर घर पनि अगाडि छ हजुर यो पनि ढलान यहाँ तलसम्म आइसकेको छ माथि पनि यहाँ देख्नु भयो हजुरले आइसकेको छ यतिमा मात्र बाँकी छ सर अब अगाडि जग्गा अगाडि मात्रै बाँकी हो तल माथि दुईतिरै ढलान हजुर यो जग्गा पनि एकदम मिलाएर दिनुहुन्छ 10 आनाको टुक्रा भोलिको दिनमा यो पनि सेमी कमर्सियल जग्गा एकदमै अनि यहाँ खेतको गरा पनि छ भन्दै हुन्थ्यो कति आना 5 आना छ सर मेरो 5 आना त्यो पनि एकदम मिलाएर त्यो पनि एकदमै मिलाएर त्यसमा पनि 13 फुटे हैन 20 फुटे नै बाटो गइसकेको छ हाम्रो खेतमा जानलाई चाहिँ गोरेटो बाटो मात्र छ त्यहाँ जानलाई नै आनन्दसँग पुगिन्छ आनन्द खेतको गरा नै यस्तै छ यस्तोमा खेत छ यस्तोमा रोड छ सर अनि त्यो पारी मकैबारी छ नि त्यो अझ मिलाएर दिन्छु भन्दै हुनुहुन्थ्यो त्यो पनि मिलाएर दिन्छु कति आना छ त्यो पनि 5 आना छ 5 आना छ है त्यो त दशैंमा छोडिदिन्छु मैले त्यो दशैंमा छोडिदिनु सर 10 लाखमा दिनुहुन्छ है आनाको हजुर अब जुन लिनुहुन्छ एकदम मिलाएर दिनु सर पाँचैवटा टुकुरा ल्याए पनि दिनुहुन्छ हजुरले मिलाएर हैन सब मिलाएर दिनु सर हजुर ल ठीक छ ठ्याक्कै यसको लोकेसन हाम्रो यो सुडाल चौकी भन्दा अलिकति माथि हो सर भक्तपुर जिल्ला सुडाल हजुर पुलिस चौकी भन्दा अलिकति अगाडि नगरकोट जाने बाटो टच 5 आना ठ्याक्कै पारीपट्टि 10 आना हजुर 20 फुटे बाटोले छोको हजुर 20 फुटे बाटैमा छ नि सर हजुर अब यो 10-15 दिन भित्र आएर काम गर्नेलाई हजुरले के भन्न चाहनुहुन्छ उहाँलाई चाहिँ म एकदमै यो 10-15 दिनमा आएर काम गर्नेलाई चाहिँ एकदम धेरै धन्यवाद मेरो तर्फबाट पनि फेरि मैले के उहाँलाई पनि एकदमै यस गर्न नि चाहन्छु म मिलाएर दिनुहुन्छ हजुरलाई लोनको समस्याले गर्दा एकदम मिलाएर दिनुहुन्छ उहाँलाई पनि धन्यवाद दिनुहुन्छ उहाँलाई पनि एकदम धेरै धन्यवाद छ हजुर ल राम्रो जानकारी राख्नु हजुरलाई फेरि पनि एकदम धन्यवाद दिन चाहन्छु है त ल सुनिहाल्नु भयो अब ढिला गर्दै नगर्नु अब जग्गा हेरौँ ल आउनुहोस् है त बाटो यो हेर्न सक्नुहुन्छ बाटो जग्गा अगाडि मात्रै ढलान छैन तल पनि ढलान छ माथि पनि ढलान छ है त जग्गा यहाँदेखि सर यो 10 आना जग्गा रहेको छ यही मकैको बारी रहेको छ एउटै गरा रहेको छ सर अगाडिसम्म यतापट्टि रुखसम्म रहेको छ हेर्न सक्नुहुन्छ यो 10 आना रहेको छ भने तपाईहरुले ठ्याक्कै यसको पारीपट्टि हेर्न सक्नुहुन्छ है पारीपट्टि त्यो हाइवे बाटो नगरकोट जाने मेन ठुलो हाइवे बाटो रहेको छ त्यही हाइवे बाटो टच रहेको जग्गा 5 आना रहेको छ भने त्यो भन्दा अलिकति तलतिर मकैबारी अर्को 5 आना रहेको छ है अनि तपाईले यो भन्दा अलिकति तलतिर खेतको गरा पाउनुहुन्छ 5 आनाको टुकुरा यो सबै जग्गा 5वटा जग्गाहरु रहेको छ तपाईलाई मोटामोटी देखाइसकेको छु पक्कै पनि मन पारिसक्नु भयो होला अब यो जग्गाको सबै लोकेसन भन्नु पर्दा ठ्याक्कै यो भक्तपुर जिल्ला चाकुनार नगरपालिका वार्ड नम्बर 8 र 9 मा रहेको जग्गा हो भने सुडालको ठ्याक्कै पुलिस चौकी भन्दा अलिकति माथिपट्टि हाइटमा रहेको जग्गा पानी बत्ती गाउँ समाज बस्तीहरु सबै बसिसकेको छ रेट पनि एकदमै मिलाएर दिँदै हुन्छ ऋणको समस्याले गर्दा जम्मा आनाको 10 देखि 15 लाखको बीचमा रहेको जग्गा हो हेरेर छानेर रोजेर लिन सक्नुहुनेछ अब लिन चाहनुहुन्छ भने ढिला गर्दै नगर्नु साइडमा नम्बर राखिदिसकेको छु डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ है त र केही नबुझेको कुरा तल कमेन्टमा लेख्नु भन्दै आजलाई बिदा हुन चाहन्छु हस् त नमस्ते धन्यवाद